यो रातो खोला हो। पानी पर्दा चाहिँ बाढी आउँछ, नपर्दा चाहिँ बाढी आउँदैन, पानी हुँदैन खोलामा। यो पारीदेखिको चाहिँ ड्याम हो, पहिला थिएन। उतापट्टि महोत्तरी जिल्ला पर्छ। यो पुलदेखि पूर्वखण्ड धनुषा पर्छ। यो ड्याम हामीले लगाएको हो। यो खोलाबाट गिटी बालो ओसारेर, त्यतिखेर केटाकेटी पनि साना थिए, उनीहरूले पनि ओसारेर बोकेर यो ड्याम लगाइएको हो। यो बस्ती, यो ड्यामभन्दा उतापट्टि बस्ती छ, रमाइलो बस्ती छ। मेरो घर, सानो घर पनि त्यहीँ छ। म त्यहाँको गाउँ बस्ती पनि तपाईहरुलाई देखाउने छु। यहाँको बस्ती पनि रमाइलो छ। मेरो घर पनि यहीँ छ, सानो 2 कोठाको। तपाईहरुलाई देखाउँदै छु। यो घर हो मेरो, सानो 2 कोठाको। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला।